नमो बुद्धाय। बौद्ध दर्शनमा अष्टमङ्गल केवल धार्मिक चिन्ह मात्र होइन, यो मानव चेतना र शरीरको पूर्णता बुझाउने एउटा गहिरो विज्ञान हो। आउनुहोस् बुद्धको शरीर र मनका यी 8 अङ्गहरूको रहस्य बुझौँ। अमूल्य छाता, प्रेसियस प्यारासोल अथवा धूप, यो बुद्धको शिरलाई जनाउँदछ। जसरी एउटा छाताले घाम र पानीबाट सुरक्षा दिन्छ, यसले मानिसलाई क्रोध, मोह र अज्ञानताको तापबाट बचाउँछ। यसको विज्ञान भनेको मानसिक सुरक्षा हो। जसले आफ्नो विचारलाई नियन्त्रण गर्छ, उसलाई बाहिरी परिस्थितिले कहिल्यै पोल्न सक्दैन। सुनौलो माछा, गोल्डन फिश अथवा शेर्न्या, यसले बुद्धको आँखालाई जनाउँछ। माछाले पानीमा आँखा खोलै राखेर पौडे जस्तै साधकले संसारको दुःखको सागरमा सधैँ सचेत अथवा अवेर भएर बाँच्नुपर्छ। यसको आध्यात्मिक तन्त्र र निर्धकतालाई जनाउँछ। निडी कलश, ट्रेजर वेस्ट अथवा फुम्पा, यो बुद्धको घाँटीलाई जनाउँदछ। यो यस्तो अनौठो भाँडो हो जसबाट जति ज्ञान बाँडे पनि कहिल्यै रित्तिँदैन। यसले स्वास्थ्य, लामो आयु र कहिल्यै नसकिने आध्यात्मिक भण्डारको प्रतिनिधित्व गर्छ। कमलको फूल, लोटस फ्लावर अथवा पेमा कमला, यो बुद्धको जिब्रोलाई जनाउँदछ। खिलोमा जन्मे पनि कमल सधैँ सफा रहन्छ। यसको अर्थ हो हाम्रो बोली र कर्म संसारको विकृतिमा रहे पनि सधैँ पवित्र र करुणापूर्ण हुनुपर्छ। यो पूर्ण शुद्धिकरणको विज्ञान हो। सेतो शङ्ख, व्हाइट कन्च शेल अथवा धुङ, यो बुद्धको वाणी हो। शङ्खको ध्वनि टाढा टाढासम्म पुग्छ र नकारात्मक ऊर्जा भगाउँछ। यसले धर्मको सङ्खनन गर्छ, जसले सुतेका मानिसहरूलाई अज्ञानताको निन्द्राबाट जगाएर सत्यको मार्गमा लाग्ने प्रेरित गर्छ। अनन्त गाँठो, इनलेस नट अथवा पाल्भ्यू, यसले बुद्धको मनलाई जनाउँदछ। यसमा न सुरु छ न अन्त्य। यसले संसारको सबै कुराहरू एक अर्कासँग जोडिएका छन् भन्ने अन्तर सम्बन्धको विज्ञान, ल अफ इन्टरडिपेन्डेन्स बुझाउँछ। यो अस्मिति बुद्ध र करुणाको सङ्गम हो। विजय ध्वजा, भिक्टोरी ब्यानर अथवा ग्याल्छिन, यसले बुद्धको शरीरलाई जनाउँदछ। यसले आफ्नै अहङ्कार, डर र मृत्युमाथिको विजयलाई जनाउँछ। जब मानिसले आफ्नो भित्री शत्रुलाई जित्छ, तब मात्रै ऊ संसारको विजेता बन्न सक्छ भन्ने यसको गहिरो सन्देश छ। धर्मचक्र, धर्मव्हील अथवा खर्लो, यसले बुद्धको पाउलाई बुझाउँदछ। यसका 8 वटा दर्शले आर्य अष्टाङ्गिक मार्गलाई जनाउँछ। चक्र सधैँ चलिरहन्छ, जसको अर्थ हो परिवर्तन नै संसारको नियम हो। यसले हामीलाई सधैँ प्रगतिको बाटोमा हिँड्न सिकाउँछ। अन्त्य, यी 8 प्रतीकहरू तपाईहरूको जीवनमा धारण गर्नुको अर्थ बुद्धको गुणलाई आफूभित्र जागृत गर्नु हो। यी अनमोल विज्ञानलाई बुझौँ र आफ्नो जीवनलाई मङ्गलमय बनाऊ। भवतु सर्वमङ्गलम्।